म आज यो कपिलवस्तु जिल्लाका जति पनि विद्यार्थी छन्, कक्षा 10 मा पढ्ने, 11 मा पढ्ने, 12 मा पढ्ने, 8 मा पढ्ने सम्पूर्णको लागि यो भिडियो हो। अब यहाँ कपिलवस्तु जिल्लाका विद्यार्थीहरू किन फेल हुन्छन्, यसको प्रमुख कारण चाहिँ यहाँका स्थानीय नागरिकहरूले आफ्नो बालबच्चालाई विशेष ध्यान दिए नरह्यो र कपिलवस्तु जिल्लाका जति पनि नगरपालिका छन्, त्यस नगरपालिकामा रहेको शिक्षा शाखाका प्रमुख तथा त्यहाँका कर्मचारीहरूले यो विद्यालयमा उपस्थित नभई, विद्यालयमा नगइकन त्यहाँ कार्यालयमा बसेर तलब खाने जस्ता लगायतका क्रियाकलाप गरेको पाइन्छ। अब विद्यालयमा भ्रमण गरेको पक्षमा यदि शिक्षा शाखाका प्रमुख तथा त्यहाँका कर्मचारीहरूले विद्यालयमा भ्रमण गर्नुहुन्छ भने त्यहाँका शिक्षकलाई पनि डर हुन्छ, विद्यार्थीहरूलाई पनि डर हुन्छ, चाहिँ कुन कति बेला आउन सक्नुहुन्छ, के सोध्न सक्नुहुन्छ, त्यसले गर्दा उहाँहरू पढ्नुहुन्छ। तर यहाँका शिक्षा शाखाहरूले तलब खाने मात्र गरेको पाइएको छ। अर्को कुरा, यहाँ सम्पूर्ण नागरिकहरू स्थानीय नागरिक हुन्, स्थानीय अब किसान हुन् र उहाँले आफ्नो छोराछोरीलाई विशेष ध्यान दिनुहुन्न। त्यो भएर म के भन्न चाहन्छु भने तपाईँहरूले आफ्नो छोराछोरीलाई विशेष ध्यान दिनुहोस् र पढाइतर्फ धेरै जोड दिनुहोस्। उनीहरूलाई समय पनि धेरै दिनुहोस्, जसले गर्दा उनीहरू पढ्न सकुन् र आफ्नो समयको सदुपयोग गर्न सकुन् र परीक्षामा सहभागी भई राम्रो अङ्क उत्तीर्ण गर्न सकुन्। अर्को कुरा के छ भने म यहाँका नगर प्रमुखलाई त्यो भएर म के भन्न चाहेँ भने तपाईँको आफ्नो छोराछोरीलाई विशेष ध्यान दिनुहोस्। यहाँ आजभोलि त अनलाइन जमाना छ, यो मोबाइलको जमाना छ। मोबाइलले गर्दा तपाईँको छोराछोरीहरूले रङदारीका गाना सुनिरहेका छन्। त्यो रङदारीका गाना सुनेर उहाँको भविष्य बन्नेवाला छैन। भविष्य बनाउने हो भने तपाईँको छोराछोरीले मेहनत गरेर पढ्नु पर्यो, अनि बल्ल तपाईँको छोराछोरीको भविष्य राम्रो हुन जान्छ। आउने दिनमा उहाँ एउटा राम्रो मान्छे बन्न सक्नुहुन्छ, त्यतिकै त बन्न सक्नुहुन्न। आज तपाईँहरूले कुनै पनि व्यक्तिलाई हेर्नुहोस्, जुन चाहिँ सरकारी निकायका ठुलो पदमा छन्, उसले मेहनत गरेर पुगेको हो। बिना मेहनतको कुनै पनि काम हुने। तपाईँ किसान हुनुहुन्छ, अब किसानले आफै बुझ्नु पर्यो यो कुरा। तपाईँहरूले खेतमा गएर काम गर्नुहुन्छ, धान रोप्नुहुन्छ, त्यसपछि बल्ल काट्न पाउनुहुन्छ नि। त्यसमा त्योभन्दा पनि तपाईँहरूले पहिला बिउ छर्नुहुन्छ, अनि त्यसपछि रोपाइ गर्नुहुन्छ, त्यसमा भएका खारपातहरू निकाल्नुहुन्छ। त्यस्तै बुझ्नुहोस् न, तपाईँहरूले आफ्नो छोराछोरीलाई विशेष पढाइतिर जोड दिनुहोस्। र यो शिक्षकहरूलाई म एउटा अनुरोध गर्न चाहेँ, तपाईँहरूले समयमा कक्षा कोठामा जानुहोस्। 5 मिनट ढिलो भयो कुनै ठुलो कुरा होइन, 5 मिनट छिटो निस्कनु भयो ठुलो कुरा होइन। तर तपाईँहरूले 5 मिनटको लागि क्लासमा नजानुहोस्। जानु छ भने तपाईँहरूले फुल्लो पिरियड पढाउनुहोस्, जसले गर्दा विद्यार्थीहरूलाई पनि सजिलो हुन्छ, अनि तपाईँहरूलाई पनि सजिलो हुन्छ र विद्यार्थीहरू पास हुन्छन्। यति भन्दै म धन्यवाद भन्न चाहन्छु।